आज चाहिँ हाम्रो यहाँ स्कुलमा स्काउटको सफाई कार्यक्रम भइरहेछ। यहाँ स्काउटको साथीहरूले सफाई गर्नु भइरहेछ। हामी चाहिँ भर्खर काम सकेर बसिरहेको, हाम्रो काम सकेर बसिरहेको। यहाँ साथीहरू चाहिँ काम गरिरहेछ। साथीहरू यहाँ ससर्दाखेरि तपाईँ कस्तो अनुभव कस्तो राम्रो अनुभव भइरहेछ भन न। स्काउटको मूल मन्त्र चाहिँ के हो? मन्त्र चाहिँ के हो नि? तयार हौ। अनि स्काउटको क्ल्याप कसरी गर्छ साथी? तीनजनी गर्न पर्यो। 1 2 3 लु यसरी हो। पंच क्ल्याप अनि पंच क्ल्याप चाहिँ यसरी। अब के अर्को के छ? स्काउट चाहिँ विश्वासयोग्य हुन्छ, सहयोगी हुन्छ, अनि देशप्रेमी कर्तव्यनिष्ठ हुन्छ। अनि स्काउटको यस्तो हो है, सबैको साथी हो। स्काउट चाहिँ सबैको साथी हो। अब साथी हुन्छ। आज चाहिँ हाम्रो स्कुल विद्यालय गरेको छौँ। हाम्रो चाहिँ पाँचवटा ग्रुप छ। पाँचवटा ग्रुपमा हामी चाहिँ ग्रुप ए हो। ग्रुप ए हो। हाम्रो ग्रुपको नाम चाहिँ क्रो हो। अनि ग्रुप बीको नाम चाहिँ के हो रे? ड्रोप हो। अनि ग्रुप सीको नाम चाहिँ स्नेक। अनि ग्रुप ग्रुप बीको नाम चाहिँ टाइगर हो। अनि ग्रुप ईको नाम चाहिँ लाइन हो। अनि हामी सबै ग्रुपको आफ्नो काम थियो आज चाहिँ। अनि आफ्नो काम सिद्धाएर यहाँ बसिरहेको छ। उनीहरू चाहिँ अझै साथीहरू चाहिँ अझै काम गर्नु भइरहेको छ। अब हामी बस्नेमा चाहिँ हामी 3 जना पर्यो। हजुर हैन 3 जना 4 जना पर्यो। अनि अब त्यहाँ काम गर्नु भइरहेको साथीहरू देखाइदेऊ न साथीहरूलाई। साथीहरू हाम्रो स्कुलको सानो नानी बाबुहरू यहाँ हेर्नुहोस् साथीहरू। आज चाहिँ हामीले उता ग्राउन्ड सबै यो विद्यालय सबै सफा गरिरहेका छौँ। उता साथीहरूले सफा गर्दै हुनुहुन्छ उता नि। यहाँ हेर्नुहोस् यहाँ सबै सफा गर्दै हुनुहुन्छ। हाम्रो स्कुलको क्याप्टेन चाहिँ उहाँ हुनुहुन्छ सजिनाजी। अनि सजिनाजीले चाहिँ हामीलाई धेरै हुन्छ नि कडा गर्नुहुन्छ। भाइस क्याप्टेन त्यहाँ पर हुनुहुन्छ। त्यहाँ पर काम गर्नु भइरहेछ। अब रसैनामा बसिरहेको थियो। हाम्रो क्याप्टेन हाम्रो स्कुलको क्याप्टेनको नाम चाहिँ सजिना तामाङ हो। र हाम्रो क्लासमेट पनि हो। हामी 8 कक्षामा पढ्छौँ। उहाँको नाम चाहिँ शान्ति मिस हो। शान्ति मिसले हामीलाई सामाजिक पिरियड पनि पढाउनुहुन्छ र स्काउटको उस पनि सिकाउनुहुन्छ। स्काउटको पनि मिस हो, म्याम हो। यहाँ
यहाँ हाम्रो मैमा बहिनी हुनुहुन्छ